नमस्कार सबैजनालाई, स्वागत छ यस युट्युब च्यानल स्पिरिचुअल वर्ल्डमा। आज हाम्रो टपिक रहेको छ धर्म र चाहिँ वर्ण व्यवस्था चाहिँ के कारणले विभाजन गरिएको छ। वर्णमा चाहिँ समाजमा चाहिँ विभिन्न ब्राह्मण, क्षेत्रीय, वैश्य र चाहिँ शूद्र भनेर चाहिँ कसरी किन विभाजन गरियो, किन ब्राह्मण, क्षेत्रीय, वैश्य र चाहिँ शूद्र भनेर चाहिँ मानिसहरूलाई विभाजन गरियो भनेर चाहिँ आज हामी बुझ्ने चाहिँ प्रयास गर्नेछौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। भिडियोको पहिलो विषय रहेको छ धर्म। धर्म भन्नाले के बुझिन्छ भन्दा हामी आफ्नो अवस्था र समयअनुसार गर्नुपर्ने सही कार्य, कर्तव्य र नैतिक जिम्मेवारी भन्ने बुझ्दछौँ। धर्मले मानिसलाई सही र चाहिँ खराब बिचको फरक गर्न सिकाउँछ, राम्रो र नराम्रो बिचको फरक गर्न सिकाउँछ। यसैले कुनै पनि व्यक्तिलाई आफ्नो सही दिशा, सही बाटो र कसैलाई नि हार्म नगर्ने तरिकाले बाँच्नको लागि र एउटा सादा जीवन, उच्च विचारको भावना लिएर बाँच्नको लागि धर्मले एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। कतिपय व्यक्तिलाई के लाग्दछ भन्दा धर्म भनेको केवल एउटा पूजा पाठ, व्रत गर्नु, मन्दिर जानु, जप पाठ गर्नु भन्ने मात्र लाग्दछ। तर वास्तवमा धर्म भनेको सत्य र न्यायको पालना गर्नु, कहिले झुट नबोल्नु, अरूलाई हानि नोक्सानी हुने कार्य नगर्नु। जुनसुकै धर्म माने तापनि सबै धर्मको एउटै नै मूलभूत आशय नै के छ भन्दा जीवात्माको कल्याण गर्नु। चाहे त्यो मानिस होस्, चाहे त्यो अन्य प्राणी होस्, र जीवात्मा सँगै समाजको कल्याण गर्नु, उद्धार गर्नु। र आउनुहोस् भिडियोको दोस्रो विषयतर्फ प्रवेश गरौँ। वर्ण व्यवस्था। वर्ण व्यवस्था भनेको प्राचीन हिन्दू समाजमा मानिसको कर्तव्य, गुण र कर्मका आधारमा मानिसलाई चाहिँ वर्गीकरण गरिएको थियो। यद्यपि हामी एउटै ब्रह्मबाट उत्पत्ति भएका हौँ, हामी एउटै ब्रह्मका सन्तान हौँ। र चाहिँ वर्ण व्यवस्था कुनमा वर्गीकरण गरिएको छ भन्दा ब्राह्मण, क्षेत्रीय, वैश्य र चाहिँ शूद्र रहेको छ। र चाहिँ ब्राह्मणको काम के थियो, काम कर्तव्य के थियो भन्दा पूजाआजा गर्ने, शिक्षा दीक्षा प्रदान गर्ने, क्षेत्रीयको शासन गर्ने, सुरक्षा युद्ध गर्ने, वैश्यको व्यापार आदि गर्ने र चाहिँ शूद्रको सेवा श्रम गर्ने आदि रहेको थियो। यसका आधारमा चाहिँ विभाजन, वर्णको आधारमा चाहिँ मानिसहरूलाई विभाजन गरिएको थियो। यसमा चाहिँ यो भनिएको छैन कि कुनै पनि व्यक्तिले यही मात्र कार्य गर्नुपर्दछ। यसरी विभाजन गरिएको थियो। र चाहिँ यो विभाजन किन गरियो भनेर चाहिँ प्रश्न गर्दा यसको उत्तर रहेको छ प्राचीन समाजमा कामको विभाजन गर्नु जरुरी थियो र चाहिँ एउटा सन्तुलित रूपमा चाहिँ व्यवस्थित तरिकाले कार्य होस् भन्ने इच्छा जाहेर गरेर र चाहिँ वर्णका आधारमा चाहिँ जसले जुन काम गर्छ त्यसलाई चाहिँ त्यसैको आधारमा चाहिँ वर्गीकरण गरियो। जस्तै ब्राह्मणले चाहिँ पूजाआजा गर्ने, शिक्षा दीक्षा प्रदान गर्ने भएर चाहिँ ब्राह्मण बनियो। क्षेत्रीयले चाहिँ शासन गर्ने, सुरक्षा दिने र चाहिँ युद्ध गर्ने, लडाकु हुने भएकाले चाहिँ क्षेत्रीयका आधारमा चाहिँ उनीहरूलाई चाहिँ वर्गीकरण गरियो। र चाहिँ जसले व्यापार गर्छ यिनीहरूलाई चाहिँ वैश्यका आधारमा चाहिँ वर्गीकरण गरियो। र चाहिँ सेवा श्रम गर्नेलाई चाहिँ शूद्रका आधारमा, उनीहरूको कर्मका आधारमा चाहिँ मानिसहरूलाई चाहिँ विभाजन गरिएको थियो। तर पछि गएर चाहिँ समय परिवर्तन हुँदै जाँदा चाहिँ मानिसहरूले चाहिँ वर्ण व्यवस्थालाई चाहिँ जन्मका अनुसार हुन थाल्यो। जस्तै जुन मानिसले पूजाआजा गर्थ्यो ऊ ब्राह्मण थियो, ब्राह्मणको चाहिँ आउने सन्तानहरू पनि ब्राह्मणकै रूपमा भए, चाहे उनीहरूले पूजाआजा गरून् नगरून्। त्यस्तै गरी क्षेत्रीयको पनि त्यही भयो, वैश्यको पनि व्यापार आदि गर्ने उनीहरूले गरे पनि नगरे पनि व्यापार, वैश्य भए, शूद्रको पनि सेवा धर्म कर्म। यसरी चाहिँ जन्म र जातको आधारका रूपमा चाहिँ परिवर्तन हुन थाल्यो। र चाहिँ समाजमा चाहिँ व्यतिथि, असमानता र चाहिँ विभाजन हुन थाल्यो। यसकारणले धर्मले कुनै पनि व्यक्तिलाई चाहिँ यसरी चाहिँ मानिसलाई चाहिँ विभाजन गरेको थिएन। तर मानिसले आफैले वर्ण व्यवस्थाको चाहिँ यसरी चाहिँ बिगारिरहेका छन्। र चाहिँ बिस्तारै मानिसहरूले चाहिँ यो परिवर्तन सँगसँगै समाज परिवर्तन, समय परिवर्तन सँगसँगै चाहिँ धर्मको वर्ण व्यवस्थाको चाहिँ गलत व्याख्या र चाहिँ बुझाइ हुँदै गएकाले चाहिँ यसरी चाहिँ ब्राह्मण, क्षेत्रीय, वैश्य, शूद्र भनेर चाहिँ समाजमा चाहिँ असमानता फैलिरहेको छ।
त्यसकारणले हामीले यो बुझ्नु पर्यो कि हामीहरू एउटै ब्रह्मबाट उत्पत्ति भएका छौं र चाहिँ यो असमानता व्यतिथिलाई चाहिँ अन्त्य गरेर सबैले चाहिँ आफ्नो आध्यात्मिक मार्गतर्फ चाहिँ प्रवेश गर्नु पर्दछ। यसरी चाहिँ वर्ण व्यवस्था र चाहिँ धर्मको बारेमा हामीले चर्चा गर्यौं। हजुरहरूलाई यसको बारेमा के लाग्दछ तल कमेन्ट बक्समा आफ्नो राय सल्लाह सुझावहरू छोड्न सक्नुहुनेछ। यसरी नै हामी आगामी दिनहरूमा किन र कसरी यस्तै प्रकारका भिडियोहरू लिएर आउने नै छौं। यसका लागि हजुरहरू लाइक शेयर सब्स्क्राइब गरिदिनु होला।